we are the best. Mama event, Helsinki based. Mama event, हाम्रो नै craze. Mama event, Europe the best. Mama event. भयो Clap. Let's get it. Mama podcast episode 15. It's been a long time, होइन? But then we're back. अलि फरक तरिकाले त्यही नै हो. आज चाहिँ हाम्रो पडकास्ट अलि फरक हुनेवाला छ सधैँ झैको भन्दा, किनभने पडकास्ट अलिकति इभेन्ट रिलेटेड जुन हाम्रो यो सुजन चापागाई एन्ड द इन्फिनिटी हुँदैछ हेलसिङ्कीमा फेब्रुअरी 14 अपोलो क्लबमा, त्यसैको वरिपरि रहेर चाहिँ हामीले यो पडकास्ट गर्दैछौँ. अनि यो चाहिँ पडकास्ट भन्दा पनि Q&A सेसन्स टाइपको गर्न खोजेको हो. सिन्स वी हेभ बिन गेटिङ लट अफ क्वेसन्स होइन रिगार्डिङ दिस इभेन्ट, अनि टिकटको बारेमा, अनि के हुँदैछ, कस्तो हुँदैछ, कसरी हुँदैछ भन्ने एकदम धेरै क्वेसन्सहरू आएको हाम्रो सोसियल मिडियातिर. अनि लाइक हामीलाई चाहिँ हामीले एन्सर गर्न नभ्याएको अरू लाइक नचाहेको चिजहरू चाहिँ आज हाम्रो सुधारी भाइको थ्रु त्यो क्वेसनहरू लिएर चाहिँ हामीले यो एपिसोड गर्न खोजेको हो. अनि त्यही आजको फर्मेट चाहिँ लाइक वी आर नट द प्रेजेन्टर, वी आर नट द होस्ट, रादर सुधारी भाइ राइट हियर, हि इज द होस्ट. अनि हि गट सम क्वेसन्स फर अस. अनि हामी चाहिँ त्यो क्वेसन्स पनि मोस्टली इभेन्ट रिलेटेड नै क्वेसन्सहरू हो. अनि हामी चाहिँ त्यो क्वेसन्सहरूको एन्सर गर्ने ट्राई गर्छौँ. लेट्स सी भाइले के कस्तो क्वेसन्सहरू लिएर आएछ सुनिदिउँ भाइबाटै. भाइलाई फर्स्टमा वेलकम छ पडकास्टमा होइन. तर अब चाहिँ त्यो बाहेक अरू चाहिँ लाइक द माइक के अरे द स्टेज इज योर्स भने जस्तो. धेरै धेरै धन्यवाद. लेट्स गेट इट. खासमा चाहिँ अब यो तपाईँलाई त क्वेसनहरू थाहा छैन होइन. अब सुरुवात गर्दाखेरि चाहिँ थ्याङ्क यू, मलाई चाहिँ अपर्च्युनिटिज दिनुभयो टक्क सोध्नको लागि, त्यसको लागि धेरै धेरै धन्यवाद. सुरुको क्वेसन चाहिँ मेनली चाहिँ यो सुजन चापागाई यत्रो ठुलो एउटा ब्यान्ड हो नि त, सिटीमिती चाहिँ कसैले पनि एउटा ल्याउन सक्दैन. र यो मामा इभेन्टले चाहिँ यत्रो आँट कसरी आयो, कहाँबाट आयो, कि पैसा धेरै भएको हो कि के हो? सुरुमै भाइले पैसाको कुरा गरे, तिमीले थ्याङ्क यू मात्र भन्यो. थ्याङ्क यू पुग्दैन, मामाले पैसा नि लिन्छ पोडकास्टमा बोलाएर हिरो बनाएको. पहिला पनि हिरो हिरोनी बनाएको नजिरहरू छ मामाको होइन. ठिक छ, त्यही त्यति सस्तो चाहिँ छैन है भाइ, पैसा दिनुपर्छ. त्यसको एन्सर सुभाष सरले दिनुहुन्छ. कस्तो फसाइदियो क्या सर. त्यो के भन्छ, हामीसँग प्लान्स चाहिँ थियो होइन, बिग ब्यान्ड गर्ने प्लान नै थियो. अनि त्यो गर्ने जस्तो सुजन चापागाई नै किन भन्दाखेरि चाहिँ अब एकदम स्ट्रेट फरवर्ड एन्सर भन्दाखेरि चाहिँ सबभन्दा हाम्रो रिचमा र हाम्रो नेटवर्कमा भएको ब्यान्ड भएको हिसाबले. किनकि हामीले गोइङ ब्याक टु समर मेमा चाहिँ उनको स्वेटर भन्ने मुभी रिलिज भएको थियो नि त. अनि त्यो हामीले नै युरोप राइट लिएको थियौँ होइन. हामीले गुरुङ केएनएस र केन्द्र मोसन्सले चाहिँ हामीले गरेको थियौँ युरोपमा, विभिन्न देशमा बक्स अफिस सो गऱ्यौँ. अनि प्लस काठमाडौँ टिमसँग चाहिँ त्यसकै थ्रुबाट चाहिँ हामी एकदम कनेक्टेड पनि थियौँ. अनि त्यो मात्रै होइन, बिसाइड त्यो मुभी मात्र अरू चिजहरूमा पनि हामी इन्टरकनेक्टेड थियौँ. अनि त्यो हिसाबले चाहिँ हाम्रो सबभन्दा इजिएस्ट रिच, फर्स्ट रिच भएको हिसाबले र अनि प्लस उनको स्वेटरको मुभीको जुन हाइप भयो, त्यसपछि त्यसको गीतको जुन हाइप भयो, त्यसले गर्दाखेरि अफकोर्स सुजन चापागाई एन्ड द इन्फिनिटी ब्यान्डलाई पनि त्यो लेभलमा पुऱ्यायो त्यो मुभीले. अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो फर्स्ट प्रायोरिटी नै के भन्छ सुजन चापागाई एन्ड द इन्फिनिटी भएको हो. ठिक छ. अनि त्यस्तै अब सुरुमा चाहिँ हाम्रो भेन्यू मुसिक तालमा हुने कुरा भएको थियो होइन. त्यसपछि चाहिँ अहिले चेन्ज अपोलोमा भयो. अनि धेरैजनाको चाहिँ किनकि अब टार्गेट अडियन्स त मेनली स्टुडेन्ट कि त 18 देखि 30 इयर्सको छन् होइन. र अहिले सबैजना धेरै स्टुडेन्ट हो, वर्क अहिले धेरै पाइरहेको छैन. सुरुमा मावेमले टिकट 50 बनायो, त्यसपछि 55 बनाउँदैछ, त्यसमाथि 4 युरो अझै के अरे यो ह्याङ्गरहरू पनि तिर्नु पऱ्यो होइन. अझै बढाउँछ भनेर फेरि हिजो टिकटक गइसकेको छ होइन. भाइरल खासमा के हो यो, मामाले लुट्न खोजेको हो कि खासमा के हो, यसको स्ट्राटेजी के हो यो खासमा? मामा लुट्छन् भाइ, पहिल्यैदेखि लुटिरहेको त समाजलाई मामाले, अझै पनि लुट्छ. त्यो समस्याको कुरा भएन. लुट्ने भन्दा पनि
यो हो क्या भाइ के अरे यो प्राइसिङको कुरा चाहिँ मुसिकी तालोबाट अपोलो लानु परेको कुरा त सबैलाई थाहै छ होइन कमिङ टु दिस पोइन्ट हामीले वेट लिस्ट ओपन गरेको थियो मुसिकी तालोमा चाहिँ हामीले मुसिकी तालोको पनि ब्ल्याक बक्स भन्ने भेन्यू लिएको हो क्या लाइक त्यो रियलमै त्यो मुसिकी तालोको पा हाली लिएको होइन नि त जसको चाहिँ क्यापेसिटी 1600 कि 1700 छ जस्तो लाग्छ मलाई अझ बढी होला होइन त्यो त अब हामीले सोचेको पनि थिएन अर्को 10 वर्ष सोच्नेवाला पनि छैन है अनेस्टली नै त्यो हल लिएर इभेन्ट गर्ने चाहिँ किनभने अब डायस्पोरै सानो छ अहिलेसम्म अगाडिको इभेन्टको एक्सपिरियन्सहरू हेर्ने हो भने लाइक 200-300 मान्छे त भएछ कहाँ 1600जना अट्ने हलमा लगेर आफैलाई नै त्यो खल्टोमा हाले जस्तो हुन्छ क्या त्यो चाहिँ अब मजा नै आउँदैन प्लस अब हल खाली देखिनु त फेरि आर्टिस्टको लागि पनि राम्रो कुरा होइन नि त अनि त्यही भएर हामीले चाहिँ 350जनाको ब्ल्याक बक्स भन्ने भेन्यू लिएको थियो होइन विच इज इनसाइड मुसिकी तालो अनि हामीले चाहिँ मुसिकी तालो भनेर चाहिँ त्यो स्ट्राटेजिक मार्केटिङै गरे हो त्यतिखेर जुन चाहिँ सक्सेस पनि भयो किनभने मुसिकी तालोको हाइप छुट्टै नै थियो नि त अनि त्यो फेरि अब दामी नै भेन्यू थियो अब त्यो 350 थियो तर जुन हामीले वेट लिस्ट ओपन गऱ्यो अनि त्यहाँनिर चाहिँ जुन एक्साइटमेन्ट देखियो लाइक अलमोस्ट 900 पिपल साइन्ड अप फर द टिकट्स होइन अनि त्योबाट चाहिँ हामीले के एन्टिसिपेट गऱ्यो भने लाइक त्यहाँ इभेन्ट गऱ्यो भने चाहिँ 350 मात्र अटाउन सक्छ 900जनामा एटलिस्ट पनि 500जना मात्र आउने भयो भने पनि 150जना फ्यान्सलाई त इन्जस्टिस हुने भयो भन्ने हिसाबले चाहिँ हामीले त्यो डिसिजन लिएको हो अब भेन्यू ठुलो खोज्नुपर्छ भनेर खोज्दाखेरि चाहिँ अपोलो आएको हो अनि अपोलो चाहिँ 1000 हो 900देखि 1000 हो क्यापेसिटी होइन 900 हो अनि त्यो हिसाबले चाहिँ अपोलोमा लग्यो हो विच इज वान अफ द बेस्ट भेन्यू इन बेस्ट लोकेसन हेलसिङ्कीको केसमा अनि नेपाली इभेन्ट फर्स्ट टाइम त्यस्तो भेन्यूमा हुँदैछ जसको चाहिँ सेटअपै अब लाइक के अरे त्यो फोटोजहरूतिर गुगल गरेर हेऱ्यो नि हुन्छ होइन त्यही नै हो अति नै अब त्यो भेन्यू पनि लोभलाग्दो अनि प्लस सुजन चापागाई जतिको आर्टिस्ट यहाँ आउँदै गर्दाखेरि चाहिँ त्यो भेन्यू डिजर्भ गर्छ पनि जस्तो लागेर अनि हामीले त्यहाँ लग्यो क्या रिगार्डिङ प्राइस चाहिँ प्राइसको बारेमा भन्ने कि भाइको क्वेसन म अलिकति एड गर्छु ल जस्तो यो प्राइस चाहिँ के हुन्छ भने नि होइन प्राइस चाहिँ हाम्रो लागि तिर्ने होइन क्या प्राइस चाहिँ मेन कन्टेन्ट ब्यान्ड आउँदैछ होइन 10-11जनाको ब्यान्ड आउँदैछ त्यो एउटा भयो अर्को डेटको लागि तिर्ने हो स्याटरडे प्राइम टाइम होइन 18:30 त्यसपछि आएर प्राइम टाइम पछि प्राइम डेको कुरा भयो होइन स्याटरडे भयो है विकेन्डमा भयो त्यसपछि त्यसमा दिन त्यो प्राइम डे हो किनकि फेब्रुअरी 14 भ्यालेन्टाइन्स डे भयो होइन अनि प्लस लोकेसन तिमीलाई हामीले सेन्टरको लोकेसन छ नि त सबैको लागि एक्सेसिबल छ होइन त्यो हिसाबले चाहिँ त्यो चिजको लागि हो क्या खासमा मान्छेले राम्रोसँग थोरोली गऱ्यो भने प्लस त्यहीँनिर भएको इभेन्ट छ हाम्रो पछाडि अर्को एउटा टर्किस इभेन्ट छ एकजना मात्रै रक गायकको 91 युरो छ क्या भाइ टिकट तिमीले थोरोली हेर होइन एपोलोमा हुने कुनै पनि इभेन्ट्सहरू यस्तै ब्यान्ड रिलेटेड इभेन्ट्सहरू हेर होइन कुनै पनि लेस देन 70-80 युरोज हुँदैन क्या यो चाहिँ हामीले हाम्रो डायस्पोराले यति एफोर्ड गर्न सक्छ भनेर हामीले त्यो लेभलले प्राइसिङ गरेको अनि प्लस यो भन्दै गर्दाखेरि अब 10-11जनाको ब्यान्ड मेम्बर ल्याउनु पऱ्यो प्रोडक्सन कस्ट हेर त्यहाँको प्रोडक्सन कस्ट सुपर हेभी छ होइन त्यहाँ आफैले गएर नि हेर्न सक्छ सबैजनाले कति चार्ज लाग्छ भन्ने हिसाबले त्यो हिसाबले चाहिँ हामीले त्यस्तो धेरै एकदम एक्सट्रिम मार्जिन राखेर अथवा डायस्पोरालाई एकदमै धेरै त्यो सप्रेस गर्नको लागि राखेको प्राइसिङ होइन यो चाहिँ एकदम भ्यालिड हो जस्तो लाग्छ तर जस्तो अब तपाईँको 50 थियो अब 60 जाँदैछ नि त अब त्यसलाई जस्तै अब के भन्छ जस्तै अब स्टुडेन्टहरू नयाँ छ तिनीहरूको लागि अब कुनै स्टुडेन्ट डिस्काउन्ट भनेर हाल्नु मिल्थ्यो होला सायद यसमा पनि कुनै कारण छ कि अब स्टुडेन्ट डिस्काउन्ट भनेर चाहिँ नहालेको कि केही छ नि किन नहुनु भाइ सबै चिजको रिजन छ त हामीले गरेको सबै चिजको रिजन छ सबै चिजको एन्सर छ हामीसँग के अरे अब स्टुडेन्ट अब प्राइसिङको कुरा लाइक 50 रुपियाँ महँगो होइन किनभने भनिसक्यो उसले रिजनहरू दिइसक्यो होइन अनि 50बाट 55 हुने कुरा लाइक हामीले 50 रुपियाँ कसलाई दिएको वेटलिस्ट भरेकोहरूलाई दिएको हामीले त भर भनाइ हो होइन अनि त्यो हिसाबले 5 रुपियाँ डिस्काउन्ट पाएकै हो नभरेकोहरूले 5 रुपियाँ बढी तिर्नु इट्स नथिङ होइन अनि स्टुडेन्ट डिस्काउन्टको कुरा चाहिँ लाइक स्टुडेन्ट डिस्काउन्ट हामीले पहिला पनि ट्राई गरे हो तिमीले कसरी बुझ्नु पऱ्यो भने लाइक जनरली कन्सर्टको टिकटहरूमा स्टुडेन्ट डिस्काउन्ट मैले काहीँ पनि देखाएको छैन अहिलेसम्म लाइक कोल्ड प्ले होस् या अरू जुनसुकै ब्यान्डहरू होस् मैले देखेको छैन है अनि नेपालीकोमा हुनुपर्छ भन्ने लाग्छ भने चाहिँ लाइक म चाहिँ त्यो मान्दिनँ हामी फिनल्यान्ड आएर बसिसकेको छ फिनल्यान्डको वान अफ द बेस्ट के अरे यो क्लबमा लगेर इभेन्ट गरेछ अनि त्यही सेटअपमा लाइक सबै चिज तिनीहरूको साउन्ड सिस्टम तिनीहरूको लाइटहरू युज गरेर इभेन्ट गरिरहेछ भने लाइक
सिस्टम अनुसार नै पैसा तिर्न रेडी हुनुपर्छ जस्तो लाग्छ क्या मलाई। सबै चिज फिनिसकोमा गर्ने आर्टिस्ट नेपाली हो भन्दैमा म नेपाली तरिकाले नै लाइक त्यो कोट राखेको पैसा तिर्दिनँ के अरे डिस्काउन्ट चाहियो भनेर चाहिँ हुँदैन जस्तो लाग्छ होइन। तिमी फिनल्यान्ड आइसक्यो अलिअलि अडप्ट पनि हुनु सिक्नुपर्छ जस्तो लाग्छ है। अनि रिगार्डिङ स्टुडेन्ट डिस्काउन्ट त्यो चाहिँ हामीलाई दिनु मन नभएको होइन, दिनु मन भएको नै हो होइन, दिनु पनि पर्छ स्टुडेन्टलाई। किनभने अफकोर्स वी नो द सिचुएसन, हामीलाई स्टुडेन्टको बारेमा हामी इम्प्याथेटिक हुनु नै पर्छ किनभने हामी पनि स्टुडेन्ट भएर नै लाइक अहिले यो पार्ट अफ लाइफमा छ होइन। तर स्टुडेन्ट डिस्काउन्ट चाहिँ पहिला मुभीको टिकटहरू दिँदाखेरि चाहिँ कस्तो एक्सपिरियन्स छ भने लाइक 20 वर्ष भइसक्यो एउटा मान्छे फिनल्यान्ड आएर बसेको, अनि त्यो मान्छेले 5वटा डिग्री सिद्धाइसक्यो भाइ होइन फिनल्यान्ड बसेर। ऊ चाहिँ जहिले पनि स्टुडेन्टै भइरहेको छ क्या, लाइक उसको इन्टेन्ट के हो थाहा छैन। ऊ चाहिँ लाइक 20 वर्षदेखि स्टुडेन्टै छ, 5वटादेखि ऊ 6 डिग्री होला उसले नाम निकालेर स्टुडेन्ट भइरहेको त्यो हिसाबले। अनि वासकै अपार्टमेन्टमा बसिरहेछ होइन मजाले 20 वर्षदेखि। अनि त्यसपछि त्यो स्टुडेन्ट डिस्काउन्ट उसलाई चाहिरहेछ अझै पनि। अनि हामीले स्टुडेन्ट डिस्काउन्टको टिकट खोल्यो भने चाहिँ नट द रियल स्टुडेन्ट्स, त्यो मान्छेहरूले पहिला टिकट काट्छ क्या, जुन चाहिँ वी रियली डोन्ट वान्ट होइन। अनि त्यो हिसाबले पनि स्टुडेन्ट डिस्काउन्ट चाहिँ अब राख्ने र जस्तो भएको हो। तर अफकोर्स अब स्टुडेन्टहरूको लागि हामी जहिले पनि सोचिरह नै हुन्छ। अब उनीहरूको लागि केही स्ट्राटेजिक तरिकाले केही उनीहरूलाई नै लाभ हुने तरिकाले केही गर्न सक्यो भने वी डु होइन। नत्र त्यो 20 वर्षदेखि स्टुडेन्ट भएर बसिरहेको मान्छेहरूलाई त्यो हुन्छ नि बेनिफिट दिने हिसाबले चाहिँ वी डोन्ट डु द्याट। अनि त्यो अब हामीले पहिले सुभाषले भने जस्तै त्यो ओपन गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ जस्तो पुरानो जो ऊ होइन जसलाई चाहिँ यसको निड्स होइन त्यो मान्छेले एब्युज गरेको कारणले चाहिँ हामी धेरै कसियस भएको हो। तर अब लेट्स सी अब यो हामी पनि क्लोजली अब्जर्भ गरिरहेछौँ। मेन भनेको चाहिँ हामीलाई टेक्निकल्ली कसरी भ्यालिडेट गर्ने भन्ने कुरा चाहिँ हाम्रो लागि गाह्रो हो क्या। हाम्रो सिस्टमबाट भ्यालिडेट गर्ने कुरा भयो किनकि हामी त वेबसपमा टिकट बेचिरहेछौँ होइन, त्यो भयो। अर्को कुरा भनेको चाहिँ हामीले म्यानुअल काम चाहिँ एकदम धेरै एभोइड गर्न चाहन्छौँ क्या। जस्तो अब त्यहाँ आइसकेपछि नि उनीहरूको अब आइडी चेक गर्नु पऱ्यो भने एउटा छुट्टै रिसोर्स खडा गर्नुपर्छ क्या। त्यहाँ 2जना त्यो चेकै गर्नको लागि मान्छे राख्नुपर्छ, जुन चाहिँ हामीसँग त्यो रिसोर्स पनि एभाइलेबल नहुनसक्छ। त्यो हिसाबले गर्दा चाहिँ हामीले आफूलाई यो म्यानुअल कामबाट अलिकति बाहिर निकाल्नको लागि हो। हामी अफकोर्स उनीहरूप्रति इम्प्याथेटिक छौँ होइन, त्यो हिसाबले मेबी विल एड्रेस समथिङ होइन। त्यही नोटमा मैले भनिदिइहालेँ लाइक नयाँ स्टुडेन्टहरू तिमीहरू एकदम सुजन चापागाईको फ्यान छ, तिमीहरूलाई यो म्युजिकल कन्सर्टमा आउनु मन लागिरहेछ तर प्राइसले बोदर गरिरहेछ भने चाहिँ प्लिज रिच अस आउट होइन। इन्स्टाग्राममा हुन्छ कि टिकटकमा हुन्छ कि फेसबुकमा रिच अस आउट होइन, डिएम अस, लाइक विल ट्राई टु एड्रेस द्याट। त्यही नै हो मुख्य कुरा चाहिँ, रिच अस आउट। तिमीहरूलाई डिस्काउन्ट चाहिन्छ भने डिस्काउन्ट पनि दिन्छु होइन, तर मस्ट मेक स्योर द्याट यु आर स्टुडेन्ट होइन। नयाँ आएको फिनल्यान्डमा भर्खर 1-2 वर्ष भएको छ, जबमा स्ट्रगल गरिरहेछौ अरू लाइक जबले एकदम थोरै पे गर्छ, त्यो एकदम गाह्रो भइरहेछ भने चाहिँ अनि तिमीहरू कन्सर्ट आउनु चाहन्छ भने चाहिँ प्लिज रिच अस आउट है त। हामी त्यो एड्रेस गर्न ट्राई गर्छौँ, दिने नै हो फेरि डिस्काउन्ट होइन त्यो राम्रो हो। जस्तो अब भाइले कि अर्को एडिसनल क्वेसन पनि गरेको थियो प्राइसिङ चाहिँ किन बढिरहेछ भनेर। यो चाहिँ खासमा के हो भने हामीले चाहिँ सोसाइटीलाई लिटरेट गरेको हो क्या। हामीले मान नमान धेरै बेन्चमार्कहरू सोसाइटीमा हामीले इभेन्टसँग रिलेटेड स्टार्ट गरेको छ। त्यो मध्येमा चाहिँ जस्तो वेबबाट टिकट काट्ने कल्चर भयो, एडोनेट पासीबाट पे गर्ने, इम्प्लोइ बेनिफिटलाई युज गर्ने भयो। जस्तो योभन्दा अहिलेको 5 वर्ष 7 वर्ष अगाडिसम्म इम्प्लोइ बेनिफिट खर्च नभएर मान्छेहरू फ्रस्ट्रेट भएर हिँडिरहेको हुन्थ्यो। अब अहिले एटलिस्ट इम्प्लोइ बेनिफिटलाई आफ्नै कल्चरमा चाहिँ युज गर्न पाइरहेछ होइन। अर्को कुरा भनेको वेबसपबाट किन्न पाइरहेछ, कसैलाई फोन गरेर मेसेज गरेर मलाई टिकट राख्दै भन्नु परेको छैन होइन, आफ्नो रिचमा छ त्यो चिजहरू। अनि त्यो चाहिँ हामी के चाहन्छौँ भने हामीले यत्रो टेक्नोलोजीमा लगानी गरेको छ, यो चिजहरूमा लगानी गरेको छ, यत्रो बेन्चमार्कहरू क्रिएट गरेको छ, यो चाहिँ मान्छेले युज गरिदियोस्, टाइममा युज गरिदियोस् भन्ने हिसाबले हो क्या। जस्तो हामी चाहिँ के चाहन्छौँ भने मान्छे जो मान्छे साँच्चै अनेस्टली नै इभेन्टमा आउन चाहन्छ भने उसले टिकट काटोस्, टाइममा टिकट काटोस्। अब अहिले हामी चाहिँ टिकटको लागि प्रमोसन गर्दै टाइम वेस्ट गर्न चाहँदैनौँ क्या। हामी चाहिँ त्यो इभेन्टलाई त्यो अझ राम्रोसँग ब्युटिफुल्ली क्युरेट गर्न चाहन्छौँ। मान्छेले उनीहरूको पार्ट गरोस् होइन, जो आउने अडियन्स हो उसले आफ्नो पार्ट पुरा गरोस् इन टाइम, हामीले पनि हाम्रो तर्फबाट त्यो पार्ट पुरा गर्छौँ क्या। अफकोर्स हामीलाई 500जना मान्छे आउनेको ठाउँमा 700जना मान्छे आउने भयो भने अफकोर्स त्यो इभेन्टलाई झन् हामी दामी बनाउनको लागि काम गर्छौँ क्या। तर अब ढोकामा कुरेर आउँछ कि आउँदैन ढुकचुक 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 भएर बसिरहनु पऱ्यो लास्ट आवरसम्म भने पनि त्यो चाहिँ लाइक यो हाम्रो डायस्पोराको अथवा हाम्रो ओभरअल नेप्लिज कम्युनिटीको यहाँ मात्रै होइन नेपालतिर नि हेर खतराभन्दा खतरा सिङ्गर विदेशी सिङ्गर आउँदा पनि यही छ क्या अर्गनाइजरको होइन। सरले पनि भनिरहनु भएको छ नि, यो रिसेन्टली एउटा पोडकास्ट नै आएको छ होइन सञ्जय शिवलाल गुप्तासँग चाहिँ इभेन्ट अर्गनाइजरहरूको। इभेन्ट अर्गनाइजरहरूलाई चाहिँ यो चाहिँ लाइक इनर्जी नै हो क्या। त्यो चाहिँ फेरि सिक्दै जाने कुरा हो भाइ होइन, कल्चर सेट गर्ने कुरा हो। जस्तै कोल्ड प्ले आयो नि त हेलसिङ्गीमा होइन, कति नेपालीहरू हेर्न गयो मैले देखेँ होइन। कोल्ड प्लेले चाहिँ टिकट रिलिज गर्ने बेलामा मोबाइल लिएर ढुकेर
10 मिनट घुम्दा पनि त्यो काट्न खोज्ने अनि हाम्रो लागि त कोल्ड प्ले पनि सुजन चापा गाए मेटालिका पनि सुजल चापा गाए अनि त्यो आउँदा चाहिँ ढोका मार काट्छु भन्ने हुन्छ त त्यसले त अफकोर्स बढी तिर्नै पऱ्यो नि भाइ त्यो चाहिँ फेरि यो कल्चर पनि सेट गर्न खोजिरहेको त्यो चाहिँ हाम्रो लागि च्यालेन्ज हो होइन किनभने हामीले लाइक अलि आफैले गरिरहँदाखेरि चाहिँ च्यालेन्ज हो मेन चाहिँ त्यही नै हो लाइक तिमी विदेशी ब्यान्ड विदेशी आर्टिस्ट आउँदाखेरि जुन लेभलको इन्थुजियाजम देखाएर लाइक टिकट काट्नलाई आतुर हुन्छौ लाइक हामीले पनि त हाम्रो लेभलमा त हाम्रो उयोबाट हेर्ने हो नि त त्यही लेभलको कार्यक्रम गरे हो नि त त्यसमा पनि तिमीहरूले त्यही इन्थुजियाजम देखाउनु पऱ्यो अनि पो इभेन्ट हुन्छ त अनि पो राम्रो राम्रो इभेन्ट आउँछ त हेलसिङ्कीमा भन्ने कुरा हो क्या होइन हो त्यो फिनल्यान्डमा छ अब त्यही सुजन चापागाई अरू कुनै कन्ट्रीमा गएको भए त्यही टिकट काटेर प्लेन टिकट एयरबिएनबी सबै गरेर जाने अडियन्स पनि छ फेरि त्यही अडियन्सले चाहिँ फिनल्यान्डमा भयो भने चाहिँ टिकट महँगो भन्ने टिकट महँगो भयो अनि त्यो कुरामा चाहिँ मलाई चाहिँ थ्याङ्क्स पनि भन्न मन लाग्यो है हाम्रो यो जुन यो जति पनि वेट लिस्टमा भएर त्यो हामीले लिङ्क सेन्ड गरेपछि टिकट काटेकोहरू थियो नि 200-300जना मान्छे लाइक रियली अप्रिसिएट द्याट त्यो हुन्छ नि त्यो एनर्जी त्यो इन्थुजियाजम तिमीहरूले गर्दाखेरि नै लाइक हामीलाई पनि त्यो एनर्जी हामीलाई ट्रान्सफर भएर हामीलाई चाहिँ लाइक ए यस्तो इभेन्ट गर्दाखेरि यस्तो खाले अडियन्सहरू पनि रहेछ है अरू फटाहरू तोरीहरू कुरा काट्नेहरू होला होइन तिनीहरूलाई भन्दा नि हामीले चाहिँ तिमीहरूलाई सोचेर लाइक इभेन्ट चाहिँ ल्याइरहनु पर्छ है भन्ने एनर्जी त बिल्ड भएको छ नि त त्यो चाहिँ अनि एकदम अप्रिसिएटिभ हो जसले चाहिँ त्यो फर्स्ट आवरमा टिकट गरेर हामीलाई त्यो मोटिभेट गर्ने काम गरिदियो किनभने पहिलाको इभेन्टहरू थाहा छ क्या मलाई हेलसिङ्कीमा भएको इभेन्टहरू लाइक इभेन्ट डेसम्म पनि 100वटा नि टिकट बिकेको छैन अनि लाइक त्यो सबै मान्छे चाहिँ ढोकामा टर्नअप भएर त्यहाँनिर मोबाइल खोलेर टिकट काटिरहेछ क्या त्यो जतिको फ्रस्ट्रेटिङ कुरा त इभेन्ट अर्गनाइजरलाई केही पनि होइन क्या भाइ हामी चाहिँ त्यो कुराहरू अभोइड नै गर्न चाहन्छौँ होइन त्यही भएर नि तिमीलाई त पहिल्यैदेखि पिच गऱ्यो भने भाइ ल सुजन चापाको कन्सर्ट हुन्छ तर लाइक फर्स्ट 24 आवर्समा 500वटा टिकट बेच्न सक्यो भने हुन्छ नत्र हुँदैन भनेर तिमीलाई पहिल्यैदेखि भनेको कुरा हो नि त होइन तर त्यो चाहिँ हामीले त्यतिखेर म्यानिफेस्ट गरेको कुराहरू तर हामीले त गरेरै देखाइदियो नि त भाइ त्यही नै हो 500जनाले टिकट पनि काट्यो नि त फर्स्ट 24 आवर्समा होइन धेरैजनाले मलाई भन्नु त कहाँ अब 500 त काट्दैन जात्रै भयो 200 तर हो भन्ने कुरा धेरैजना गरेर देखाइदियो हाम्रो स्ट्राटेजीले काम गर्यो वेटलिस्टले काम गर्यो होइन त्यो अनुसार अब कन्टेन्ट पनि ब्युटिफुल तिमी जस्तो मान्छेले लाइक एम्बेसडरिङ गरिदियो एक हिसाबले होइन त्यो हिसाबले चाहिँ दामी भयो त सबै सोचेको चिजहरू दामी भयो त्यसमा अनि अर्को कुरा चाहिँ के थियो भन्दाखेरि चाहिँ भनेपछि आफूले एक्सपेक्ट गरेको भन्दा चाहिँ तपाईँहरूले जुन एक्सपेक्ट गर्नुभएको थियो यो सुजन चापागाईको इभेन्ट ल यत्रोजना आउनुभन्दा तपाईँले पनि सोचे भन्दा चाहिँ बेटर भएको अनि फेज 1 र फेज 2 हो जस्तो फेज 1मा हामीले यो वेट लिस्ट स्टार्ट गर्दाखेरि चाहिँ जुन इन्थुजियाजम आयो त्यो चाहिँ हामीले सोचे भन्दा धेरै हो होइन तर जब टिकट खोलेर टिकट काट्ने बेला आयो नि त्यसपछि चाहिँ फेरि लाइक अदर वे अराउन्ड हो क्या जस्तो 900+ चाहिँ वेट लिस्ट भरेको थियो तर टिकटै काट्दाखेरि चाहिँ हामीले फर्स्ट 24 आवर्समा चाहिँ 500जनाले टिकट काटेको हो क्या अराउन्ड 500 हो 500 पनि टक्कै होइन अराउन्ड 500ले टिकट काट्यो अहिले चाहिँ 500+ छौँ होइन हामी त्यो हिसाबले चाहिँ अझ त्यो 900जना जसले काट्नु भयो उहाँहरूले चाहिँ सबैले चाहिँ टिकट काटेको छैन त्यो हिसाबले चाहिँ फेज 1मा हो फेज 2मा आएर चाहिँ होइन फेरि त्यो प्राइसले पनि छड्केको होला अब कतिले हामीले इभेन्ट पब्लिस गर्दाखेरि लाइक पहिलाको जस्तो 25 रुपियाँ 30 रुपियाँमा टिकट पाउँछ होला सोच्यो होला तर त्यो त हुनेवाला नै थिएन होइन लाइक अब तिमीले त्यही नै हो अब भिडेन सुन्नुपर्छ भिडेन सुन्नु मन छ भिडेनको फ्यान हो भने हामीले 35 रुपियाँमा पनि टिकट खोलाएको थियो त्यतिखेर होइन बट देन दिस टाइम अराउन्ड लाइक इट्स अ 10 म्यान ब्यान्ड एकजना आउनुलाई होइन त्यही अनुसारको टिकट राख्नु पऱ्यो भिटेन गर्दाखेरिको भेन्यू र अहिलेको भेन्यू हेर न भाइ आकाश पातालको फरक छैन फरक छ त्यही त हो नि त्यस्तै कुराहरूलाई उसले भने जस्तो त्यस्तै कुराहरूलाई पैसा तिरेर हो क्या मेन चाहिँ अनि त्यो चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ मैले एउटा कुरा अर्को के थप्न चाहेँ भने चाहिँ जस्तो खासमा चाहिँ सुजन चापागाई अथवा लेट्स चाहिँ नेपथ्यकै कुरा गरौँ न होइन नेपथ्यको त लगभग मान्छेलाई थाहा छ नेपथ्य कसरी इन्ट्री गर्छ स्टेजमा कति घन्टा गाउँछ वर्थ इट हुन्छ कि हुँदैन 50-55 सुभाष र हामीले जस्तो तिमी पनि बेल्जियम गएर नेपथ्य सुनेको सुभाष र मैले बेल्जियम गएर नेपथ्य सुनेको हामीले 125 युरोज पर पर्सन तिरेको होइन टिकटको लागि त्यो हिसाबले चाहिँ जस्तो नेपथ्यको थाहा छ मान्छेलाई त्यो चाहिँ वर्थ इट हुन्छ भनेर तर सुजनले चाहिँ त्यसरी ओपनली धेरै ठाउँमा के भन्छ सो पनि गरेको छैन तर हाम्रो लागि चाहिँ सुजन चापागाई चाहिँ युरोपमा पाउनु चाहिँ हाम्रो लागि यो साह्रै दामी फर्चुनेट चिज हो अनि हामी हुन्थेन भने चाहिँ यो इभेन्ट पनि हुन्थेन है अनेस्टली भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो नेटवर्क हाम्रो कामले नै जितेर लिएर आएको इभेन्ट हो तर अहिले मैले फेरि रिभर्ट ब्याक गर्दाखेरि चाहिँ खासमा सुजन चापागाईको इभेन्ट कस्तो हो वर्थ इट हुन्छ कि हुँदैन भन्ने नि मार्केटमा कसैलाई थाहा छैन क्या तर जो युकेमा जसले उसको सो हेरेको छ साउथ कोरियामा उसको सो हेरेको छ उसलाई चाहिँ थाहा छ क्या प्रपर 2.5 देखि 3 घन्टा उसले स्टेजमा गाइदिन्छ क्या
होइन उसको ब्यान्डले 3 घन्टा लगभग टाइम लिइदिन्छ। युकेमा 3 घन्टा टाइम पनि नपुगेर उनीहरू लास्टमा मखमली भन्ने गीतै गाउन पाएन क्या। त्यो भन्दा चाहिँ ओभर 3 आवर्सको उनीहरूको स्टेज टाइम थियो क्या। होइन उनीहरूको त्यो चाहिँ वर्थ इट हुन्छ कि हुँदैन, किनकि अहिले हाम्रो यहाँ भएको डायस्पोराले चाहिँ त्यो कुरा देखेको छैन, बुझेको छैन होइन, कस्तो हुन्छ सो भन्ने कुरा पनि थाहा छैन। किनकि हामी त लगभग यस्तै त्यो लाइक काराओके टाइपको सिङ्गरहरू मात्रै सुनेर 45-50 मिनट, भिटेनले पनि 45 मिनट मात्रै गाएको। युजल्ली राम्रोभन्दा राम्रो के भन्छ स्टेज सिङ्गर ल्याए पनि सबै इन्डिभिजुअल सिङ्गरले गाउने भनेको 1 घन्टा नै हो है। त्यो हिसाबले चाहिँ सायद त्यो पर्सपेक्टिभबाट चाहिँ वर्थ इट हुन्न होला, अथवा 50 रुपियाँ तिर्ने वर्थ इट होइन भन्यो होला। तर त्यो चाहिँ 3 टाइम्स हो क्या त्यसरी हेर्ने हो भने नि। प्लस यो त लाइभ ब्यान्ड हो होइन, र प्लस सुजनले चाहिँ त्यो लिप्सिङ सिप्सिङ गर्दैन क्या। सुजनले चाहिँ प्योर नै गीत गाउनेवाला छ, त्यो चाहिँ लाइक म्युजिकल थेरापी भन्छ नि, त्यो नै हुनेवाला छ। फेरि त्यो पनि अडियन्सलाई पनि दोष त के दिने है। अब 50 रुपियाँ महँगो भयो, वर्थ इट होला नहोला भन्ने कुरा चाहिँ फेरि एउटा एङ्गलबाट चाहिँ लेजिट पनि हो क्या भाइ। किनभने लाइक यस्तो इभेन्ट भएको पनि छैन होइन। पहिला पनि ब्यान्डले पर्फर्म त गरेछ, तर लाइक वेब सिन द्याट होइन, ब्यान्डले कति मिनट पर्फर्म गरेछ, कस्तो स्टेजमा पर्फर्म गरेछ, वेब सिन द्याट अल नि त होइन। मान्छे त्यो कुराले डिसपोइन्टेड भएर लाइक सुजनलाई 50 रुपियाँ तिर्ने भनेर आफूलाई क्वेसन गर्न पनि लेजिट चाहिँ हो जस्तो लाग्छ होइन। सुजन त अहिलेसम्म बजाएको छैन नि त। म चाहिँ यही पोडकास्टको थ्रु के अस्योर गर्छु भने लाइक पैसा तिरेर आउनुहोस्, अनि त्यसपछि निक्लिँदै गर्दाखेरि त्यो हलबाट निक्लिँदै गर्दाखेरि चाहिँ वर्थ इट भएन भनेर मलाई भन्नुहोस्, आइल रिटर्न ब्याक एम मनी भनेको चाहिँ वर्थ इट लागेन भने पनि रिटर्न हुने भयो। र कोही स्टुडेन्टहरूलाई चाहिँ फाइनेन्सियल केही प्रब्लम भयो भने चाहिँ मेसेज गर्दा भयो होइन, लाइक विल ट्राई टु हेल्प यु, विल ट्राई टु हेल्प यु। अब फेरि त्यस्तो म्यासिभ डिस्काउन्ट चाहिँ एक्सपेक्ट नगरे हुन्छ होइन, तर रिजनेबल अमाउन्ट चाहिँ लाइक हामी डिस्काउन्ट दिन्छौँ। किनभने वी वान्ट एभ्रीबडी होइन, हामीलाई पनि छुट्याउनु छैन। वी वान्ट एभ्रीबडी, नयाँ होस् पुरानो होस् होइन, सबैजना आएर लाइक इफ यु आर अ म्युजिक लभर, इफ यु आर सुजन चापागाई फ्यान होइन, त्यो चाहिँ लाइक तिमीहरूको पनि राइट हो जस्तो लाग्छ। भन के छ भन्दाखेरि मामाको चाहिँ इभेन्ट चाहिँ बवाल गर्छ, सबै दामी छ मामाको चाहिँ, थोरै बोली चाहिँ इभेन्ट क्वालिटी जस्तो चाहिँ बोली भएन भन्ने पनि छ है मार्केटमा हल्ला। यो चाहिँ क्या हो कि क्या हो होइन, त्यही नै हो भाइ। यो के अरे सिधा बोल्दाखेरि कहिले कहिले रुड सुनिन्छ होइन, द्याट्स अल राइट। अनि त्यही अब घुमाएर हामीलाई त्यस्तो खाले त्यो उयो नै गर्नु छैन क्या भाइ। जे हो त्यही हो भन्छ, तर लाइक भनेको काम पुरा पनि गरेछ। प्लस लाइक हामीले भनेको कुरा के अरे यत्तिकै विदाउट रिफरेन्स यत्तिकै मान्छेलाई आरोप लाउनलाई भनिरह होइन नि त। लाइक जे भइरहेछ समाजमा त्यही भनिरह। त्यो भन्दाखेरि त अलिकति त्यही सुनिनु त फेरि अब त्यो भ्यालिड कुरा नै हो। कहाँ त्यो अब घुमाएर हजुरले ठग्नु भयो त कसरी भन्ने, तैँले ठगिस् त भन्ने हो भाइ। अनि यस्तो हो अब अफकोर्स त्यो पोलिटिकल भएर त्यो धेरै टाइम लगाएर पनि त्यो आफूलाई इस्टाब्लिस गर्न सकिन्छ, तर हामीसँग त्यो इनर्जी पनि छैन, टाइम पनि छैन। किनकि हामी जुन भिजनको साथ हिँडिरहेछ होइन, त्यो हिसाबले प्लस हामीसँग चाहिँ एकदम अनेस्ट इन्टेन्सन, हामी कसैलाई नै हार्म गर्दैनौँ होइन। अफकोर्स तर हामीलाई कसैलाई हार्म गर्छ भने चाहिँ फेरि हामी त्यो बाइट ब्याक गर्न चाहिँ हामी रेडी छौँ। त्यो चाहिँ खासमा हामीले देखाएको चिज चाहिँ के हो, भनेको चिज चाहिँ के हो भने हामी नबोलेको हो, अथवा हामीले त्यो आफ्नो त्यो साइड नदेखाएको हो, हामी त्यो गर्न चाहँदैनौँ, तर गऱ्यौँ भने के गर्छौँ भनेर देखाइदिएको हो क्या मान्छेहरूलाई अलिकति छुच्चो भएर चाहिँ। तर हाम्रो भिजन चाहिँ त्यो छैन, प्लस हामीले कसैलाई बिगारेको पनि छैन। न त त्यो भने आज किन हामी यसरी कन्फिडेन्टली बोल्न सक्थ्यौँ, अथवा यसरी काम कसरी गर्न सक्थ्यौँ। तर त्यो भन्दै गर्दा त्यही हो, अब हामी स्ट्रेट फरवर्ड नै बस्न चाहन्छौँ। हाम्रो इन्टेन्सन यही नै हुन्छ, अनेस्ट इन्टेन्सन चाहिँ राम्रो इभेन्ट गर्ने नै हो। अब तिमीहरू अब गलत इन्टेन्सन बोकेर आउँछस्, हामीलाई डिफेम गर्न चाहन्छस्, अब हामीलाई गिराउन चाहन्छस्, अब छुट्टै गठबन्धन गर्छस् होइन, अब छुट्टै क्लब खोल्छस् हामीलाई सक्नको लागि भने त अफकोर्स हामीले बाइट ब्याक गर्छौँ। सक्ने त त्यस्तै हो, खोल्ने मात्र हो सर। सक्ने भन्दा प्लानहरू गर्छस्, नचाहिने अप्राकृतिक गठबन्धनहरू गर्छस् भने त लाइक त्यही अनुसारको भेटिहाल्छ त भाइ। तपाईँहरूको एउटा मलाई पनि चित्त बुझ्ने कुरा के भन्दाखेरि जे छ खुलेर भनिन्छ नि त। अब केही कुरा गर्न सकिन्छ भने खुलेर गर्दाखेरि त्यो ठिकै होला सायद होइन। अनि दोस्रो कुरा चाहिँ अब यही अरू इभेन्टहरूको कुरा गर्दाखेरि अब हाम्रो त यत्रो इभेन्टहरू फिनल्यान्डमा भइसक्यो। एज अ पपुलेसन अब के अरे टिकट अडियन्स भन्दा बढी अब तपाईँले इभेन्टहरू हर घर पछि नेपाल रेस्टुरेन्ट भने चाहिँ हर घर पछि अब इभेन्ट होला जस्तो छ होइन। के यो जुन फिनल्यान्डमा इभेन्ट जुन यो हाम्रो प्लानर्सहरू हुनुहुन्छ, के एक अर्कासँग मिल्न नखोजेर, किनकि सबैजना मिल्यो भने त अझै दामी अझै गुड आर्टिस्टहरू ल्याउन सकिने पनि चान्सेस हुन्छ नि त। खासमा के हो, थोरै ल्याक भएको हो कि थोरै एउटा सोच नमिलेको हो?
होइन खासमा यस्तो के छ भाइ यो? त्यो कस्तो हुन्छ भने तिमी आफै डिएनएमा काम गर्छौ डिएनए एलिसा र के भन्छ अर्को कुन कम्प्युटर छ तिमीहरूको तेलिया टेलिया तिनवटा मिल्नुपर्छ भन्ने छैन नि मैले अघि पनि भने नि फ्री मार्केट हो तर कम्पिटिसन केमा गर्ने अथवा भिजन सबैको भिजन फरक फरक हुन्छ नि त एट द एन्ड अफ द डे होइन त्यो हिसाबले चाहिँ आफ्नो आफ्नो भिजनमा काम गर्ने हो त्यो मिल्नुपर्छ भन्ने छैन क्या पोलिटिकल पार्टी पनि डिफ्रेन्ट पोलिटिकल पार्टी हुन्छ त्यो आफ्नो एजेन्डामा चलिरहेको हुन्छ त्यही भएर यहाँ चाहिँ मिल्नुपर्छ भन्ने हुँदैन किनकि हाम्रो भिजन एउटा छ अब तिनीहरूको भिजन अर्को नै हुनसक्छ नमिल्दाको रमाइलो पनि त दामी छ नि भाइ तिमीहरू नमिल्दा कस्तो ल तिमीहरू त्यो फुटबल क्लब पनि त 10वटा छ त भाइ सबै मिलेर एउटा टिम बनायो भने कम्पिटिसन हुन्छ हुँदैन नि नमिल्दाको रमाइलो हेर न भाइ त्यही त हो थ्रिल त्यही त हो रमाइलो लाइक आफ्नो ठाउँबाट आफ्नो काम गर्ने हो क्या भाइ कोहीसँग मिल्नुपर्छ भन्ने छैन क्या दामी छैन समाजले नि कन्टेन्ट पाएको छैन 14मा मामाले यता सुजन चापाका इन्फिनिटी बजाउने यता अब कृष्णले एउटा बजाउँछ विष्णुले अर्को बजाउँछ अब अर्कोले के बजाउँछ सबको आफ्नो आफ्नो छ नि त रमाइलो होइन मिल्नुपर्छ भन्ने छैन भाइ यही नै हो क्या भाइ रमाइलो नै यही हो क्या अनि अर्को छ के अरे त्यो अघि त्यो टिकट प्राइजिङमा चाहिँ कुरा भएको थियो नि त 50बाट 55बाट 60 भयो होइन अनि एउटाले चाहिँ के जोक हानिरहेको थियो भन्दाखेरि मलाई चाहिँ हिजो हामी साथीहरू भेट हुँदाखेरि चाहिँ यो अहिले चाहिँ अरू चाहिँ मार्केट घटिरहेछ ममा 15बाट 8मा झरिसक्यो होइन यो इभेन्ट मात्रै हो कि त्यो चाहिँ बढाइरहेछ भनेर के किनकि ममा त 15बाट 10 भयो 10बाट 8 घट्यो नि त अनि त्यसपछि इभेन्ट चाहिँ अरूले कसले कम्पिटिसन भए पनि हामी चाहिँ टिकट बढाइदिने हो भन्ने तरिकाको त्यही नै हो भाइ त्यही नै हो एक्सक्लुसिभिटी भनेको त्यही नै हो होइन डिमान्ड सप्लाईको गेम भनेको त्यही नै हो पहिला नि 15 रुपियाँमा त मोनोपोली 15 रुपियाँमा मोमो बेचेर कम ऱ्याक हानिरहेको थियो त भाइ मोमो खान जानलाई 15 चोटि सोच्नु पर्थ्यो नेपालीले 15 युरो थियो लाइक तर अर्को आइदियो नि त मार्केटमा अनि अर्कोले यस्तो गर्यो भने चाहिँ त्यतिमा पनि बेच्न मिल्ने रहेछ भन्यो नि त अनि त्यही नै हो भाइ त्यो मोमोलाई ठुलो बनाएर 15 रुपियाँमा पनि बेच्न सकिन्छ अरूलाई घिउ हालेर घिउ मोमो भनेर 15मा पनि बेच्न सकिन्छ तिम्रो उसले भने जस्तै प्रडक्टकै कुरा हो क्या लाइक इभेन्ट पनि लाइक दुनियाँ दिवाना इभेन्ट छ त भाइ 10 रुपियाँको इभेन्ट छ 5 रुपियाँको इभेन्ट छ छैन र फ्रीको इभेन्ट छ सबै थरीको इभेन्ट छ त त्यो अरू जुन अहिले यो 15 रुपियाँ 10 रुपियाँ 20 रुपियाँमा इभेन्टहरू आइरहेछ नि लाइक यो चाहिँ लाइक यही पोडकास्टको थ्रु रिभिल गरिदिन्छु हामी समरमा त्यस्तो खाले इभेन्ट चाहिँ फ्रीमा गरिदिन्छु फिनल्यान्डमा अर्को अब आउने समरमा हुन्छ लाइक बाहिर के अरे धोकेबाज हौ तिमी भनेर यस्तरी बारमा बसेर झुन्डिने फ्रीमा हुन्छ मामा महोत्सव लेट्स गेट इट भनेको आउँदैछ त्यस्तो आउँछ फ्रीमा 10 रुपियाँ 15 रुपियाँ तिरिरहेछ नि तिमीहरूले फ्रीमा आउँछ ढुक्कै त्यो बाहिर भान्जा भान्जी यता नेपाली डायस्पोरालाई गिफ्ट हुनेवाला छ हाम्रो होइन समरमा पुरा घाम लागेको दिन बारमा यस्तरी बसेर धोकेबाज हौ तिमी लेट्स गेट इट त्यस्तै हो भाइ अब यस्तो हो अब मोमोसँग कम्पेयर गर्नु होइन त्यो एउटा जोकमा कम्पेरिजनै गर्ने भने सुनसँग कम्पेयर गर्नु सुन पनि त 3 टाइम्स त बढिसक्यो त होइन होइन त्यो जोकमा चाहिँ भनेको तर अरूको यस्तो चाहिँ पाइन्ट घटिरहेछ अघि भने जस्तै अब अफकोर्स वेट लिस्टमा 49 मा अफर गरेको हो त्यसपछि छिटो काटोस् भन्नको लागि 55 मा गरेको हो अझै टाइम दिइरहेछौँ त भोलि बेलुका शनि काट हामीले त हरेक एङ्गलबाट हेरिरहेछ क्या स्यालेरी डे होइन सब कुराहरू क्यालकुलेट गरेर यो दिन चाहिँ यिनीहरूको स्यालेरी आउँछ होला यो दिन चाहिँ बढाउनुपर्छ अथवा यो दिन चाहिँ पुस गर्नुपर्छ हरेक चिज स्ट्राटेजिक वेमा भइरहेछ अनि हामी चाहिँ फेरि पनि भन्न चाहन्छ हाम्रो अनेस्ट इन्टेन्सन चाहिँ सबैजनाले 50मै काटोस् भन्ने हो क्या होइन हामीलाई 60मा कसैले काटोस् भन्ने रहरै होइन क्या तर 50मा काट्यो सबैले काटोस् सोल्ड आउट होस् सो द्याट हामीले चाहिँ इभेन्टलाई बेस्ट क्युरेट गर्नलाई टाइम इभेन्टको अरू एस्पेक्टमा ध्यान दिनु पाउँथ्यो नि त ल सोच न भाइ ल त्यो 900जनाले नै 50 रुपियाँको टिकट काट्दै भए सकिसक्थ्यो सोल्ड आउट भइसक्थ्यो हामी के गर्नुतिर लाग्थ्यो होला कुन कन्फिडेन्टी पड्काउने कहाँनिर पड्काउने कतिखेर पड्काउने होइन लाइक के झिलिमिली हाल्ने त्यहाँ कसरी फोटो भिडियो दामी आउँछ त्यतातिर सोच्नु पाउँथ्यो होला नि त हामीले लाइक त्यो इन्ट्री कसरी लाइक ग्रान्ड बनाउने त्यस्तो चिज त कस्तो अनसर्टेनिटी छ अब सेक्युरिटी गार्ड 5 जना राख्ने कि भोलि सर 900जना आयो भने अर्को 4 जना कहाँ खोज्न जाने ढोकामा अहिले हामी चाहिँ 6 जना 7 जना राखेर टिकट चेक गर्ने भनेर सोचिरहेछ अब त्यहाँ सर र ढोकामा आउने भइदियो भने के गर्ने त्यो अनसर्टेनिटी तर हाम्रो डोर्सेल चाहिँ हुँदैन नि त होइन डोर्सेल नगर्ने त्यो चाहिँ कल्चरै सेट गर्ने हो लाइक इभेन्ट हुनुभन्दा 2-3 घन्टा अगाडि टिकट बन्द हुन्छ त्यो पनि कमिट नगरौँ त्योभन्दा अगाडि नै त्यो लाइक एक दिन अगाडि नै बन्द हुनसक्छ त्यो बन्द गरिदिने जति आउँछ त्यतिले मजाले हेर्छ हामीलाई चाहिँ त्यो डोरमा यसरी बसेर यसले टिकट काट्छ कि भन्नु मन छैन पहिला पनि त्यही गरे हो भिटिनकोमा पनि त्यही गरे हो होइन
योपालि नि त्यही नै हुन्छ लाइक हामीलाई चाहिँ यो चिज चाहिँ सेटै गर्नु मन छ क्या लाइक मामाको इभेन्टमा आउँछस् भने चाहिँ टाइममै टिकट काटेर रेडी भएर बस भन्ने कुरा हो टाइममा भयो भने अझै इभेन्ट अझै राम्रो हुन्छ जस्तो पनि लाग्छ जुन दाइले त्यो भयो भने त हामीले अरू एस्पेक्टमा फोकस गर्न पायो नि भाइ फोकस गर्न पायो ठिक छ अनि अब अरू के छ त क्वेसनहरू अब सुजन चापागाई 14th भ्यालेन्टाइन डेमै छ अनि अब के छ अब मामा इभेन्टको चाहिँ आउने अब सुजन चापागाई त भइहाल्यो मामा इभेन्टले त पुरै युरोप टुर नै गराउँदैछ होइन यस्तै गरी चाहिँ अब हाम्रो के छ यो अब यो 2026 को नेक्स्ट अरू प्रोग्रामहरू केही अलरेडी हामीसँग एकदमै राम्रो लाइनअपहरू छ होइन तर अब अफकोर्स हामी अहिले चाहिँ रिभिल गर्दैनौँ त्यो चिजहरू अफकोर्स हाम्रो सोसियल मिडियामा हामी टाइम आएपछि रिभिल गर्छौँ हामीसँग राम्रो लाइनअप छ अफकोर्स सबैलाई थाहा छ हामी कमेडी ऱ्याप जनरमा पनि एकदम धेरै इन्ट्रेस्टेड र त्यसमा एकदम धेरै काम गर्न रुचाएको त्यो त्यसमा हामी काम गर्छौँ डेफिनेटली ब्यान्ड नयाँ एक्सपेक्ट हामीले एक्सप्लोर गरेको त्यसमा हामी कन्टिन्यू नै गर्छौँ फिल्म छ होइन त्यो चिजहरू हामी कन्टिन्यू नै गर्छौँ त्यही भएर इभेन्टले चाहिँ त्यो सर्टेज हुँदैन अफकोर्स अहिले जति पनि माया हाम्रो नेपाली फिल्मलाई देखाउनु भएको छ मामा इभेन्ट्सलाई देखाउनु भएको छ झन् यो रिसेन्ट वेट लिस्टको अडियन्सेसहरू चाहिँ हाम्रो लागि चाहिँ लाइक भेरी प्रेसियस होइन तिनीहरूको लागि नै हामीलाई इभेन्ट गर्ने एकदम त्यो इनर्जी आइरहेको छ क्या उनीहरूबाट चाहिँ एकदम पोजिटिभ हो थ्याङ्कफुल पनि हो र अनि यस्तै भइरहोस् होइन फ्युचर इभेन्ट पनि उनीहरूलाई रेलेभेन्ट लाग्ने इभेन्टहरूमा चाहिँ यस्तै खाले इन्थुजियाजम देखाओस् न जस्ट हामी मात्र होइन सबै इभेन्ट प्लानरलाई देखाओस् त्यसले गर्दाखेरि चाहिँ दामीभन्दा दामी इभेन्ट्सहरू हेलसिकीमा आइरहोस् भनेको चाहिँ अब ऱ्याप कमेडी भन्नुभयो भनेको आउने सम्भावना छ ऱ्याप कमेडी समरमा आउँछ भने त भाइ महोत्सव छ हामीसँग महोत्सव छ फ्रीको महोत्सव लेट्स गेट इट महोत्सव हो क्या भाइ योपालिको सबभन्दा हाइलाइट अफ द इयर नै महोत्सव यसमा म पनि एक्साइटेड छु अब बाहिर फ्रीमा अब भनिसकेपछि फ्रीमा त्यतिखेर हो क्या मामालाई ल थ्याङ्क यू भन्ने हो कि के भन्ने हो अहिले पैसा तिर्नु बेलामा चाहिँ तिर भन्छु क्या त्यही भएर म फ्रीमा नै आउँछ इभेन्ट आउँछ एन्ट्री गर्दाखेरि रातो टिका लगाइदिनु हो क्या सबैलाई पर्दैन मामाहरूले भात हेरौँ अब त्यो के हुन्छ परिस्थितिले के भन्छ तर फ्रीमा जिस्काउन चाहिँ जिस्काइरहेको हुन्छ के अरे 2 किलो दावत चामल फ्रीमा इभेन्ट गरेर अझ सबलाई 2 किलो दावत चामल पनि दिएर पठाउने प्लान चिकनको पनि डिमान्ड आएको छ है भाइ 2 किलो चिकन चाहिँ खै अब धान्न सक्छै सक्दैन तुकोले तर चामलसम्म चाहिँ हामी मिलाउन सक्छ चामलको सप्लायरसँग चाहिँ कुरा भइसक्यो स्पोन्सरै आउनु लाग्छ माहौल किन्नै पर्दैन त्यति भने खुसी हुँदैन भाइ नेपाल डायस्पोरा सब खुसी होइन मामाले खालि पैसा महँगो गर्यो के अरे दुःख दियो अलिकति रुट बोल्यो भन्छ अब त्यति गरेपछि फ्रीमा इभेन्ट टिका लाएर चामल अनि तेल अनि त्यसपछि 3 कुटे चिकन एक उयो दियो भने त अनि सक्यो हामीलाई सोसियल मिडियामा अथवा उसमा देखेर रुट छ भन्ने हिसाबले हामीसँग देख्दा गर्दा नडराउ हामी एकदमै अनेस्ट इन्टेन्सन बोकेको मान्छे हो होइन हामी यस्तो जस्तो सोसियल मिडियामा छौँ हामी बाहिर पनि त्यस्तै नै छौँ त्योभन्दा गर्दा तिमीहरूप्रति रुड हुँदैनौँ हामीलाई भेट्यो भने आइहालो गर चिन्यो गरेर हुन्छ त्यहाँ सोलुतिर गइरहेको छ मामा इभेन्ट होइन हो नि रमाइलो छ ट्रेनतिर भेटेर म त अझ ट्रेनमा हिँड्छु ट्रेनतिर कति भेटिरहेको हुन्छ बोलिरहेको हुन्छु त्यो रमाइलो पनि हो चिन्छ अलिअलि मान्छेहरूले होइन मलाई पनि डिएनमा जाँदाखेरि यस्तो आउँदै रहेछ के हो के गर्न सकिन्छ कि यताउता भनेर आइरहेको हुन्छ त्यही हो सबै मामा फेस अफ मामै हो नि हजुर भाइ त फेस अफ मामै हो गुड विल एम्बेसडर मामाको खासमा यो पनि थियो ठ्याक्कै तपाईँले भन्नुभयो मलाई के आइरहेको थियो सुधारी चाहिँ खासमा के हो मामा इभेन्टको चाहिँ गुड विल एम्बेसडर के अरे मामा इभेन्टमा इन्भेस्ट गरेको हो कि मामा इभेन्टमा के हो मामा इभेन्ट चाहिँ सुधारीको हो जस्ट इम्प्लोइज सुधारी भाइकै हो तर म आफैले म दिउँ एन्सर के अरे म चाहिँ के हो भन्दाखेरि चाहिँ मलाई चाहिँ म केही इन्भेस्ट यताउता लागेको होइन कि हामीले चाहिँ 2-3 वर्ष पहिला दाइहरूलाई भेटेको हो म डिएनएमा काम गर्थेँ दाइले 1-2टा कुराहरू प्लानहरू भन्नुभएको थियो अनि मलाई एकदम मन परेको थियो त्यहाँबाट हाम्रो डिजे नाइट हाम्रो कैबुकिलामा सुरु भएको थियो होइन अनि मेन भनेको त मलाई आइडियाजहरू मन परेको र जे हो ठ्याक्क सिधा बोलिदिने होइन अनि त्यो भएको भएर चाहिँ अहिले हामी लगभग 3-4 वर्षै भयो सँगै इन्डाइरेक्टली हेल्प गरेको धेरै कुराहरू सिक्न मिलिरहेको छ अनि भाइप्रति चाहिँ हामी त्यो कुरामा थ्याङ्कफुल पनि छु किनभने भाइ मात्र एउटा यस्तो क्यारेक्टर होला क्या हेलसिकीमा जो चाहिँ हामीसँग सुरुदेखि अहिलेसम्म छ टाइप्स क्या हामीसँग त भाइ कति मान्छे जोडियो नि इभेन्ट गर्दाखेरि कोही मोमो बेच्न दिएन भनेर रिसाउने कोही मोमो बेच्न दियो के अरे मोमो बेच्न दिइस् तर फाइदै भएन भनेर रिसाउने
कोही फाइदा हुँदा फाइदा पनि भयो फेरि त्यो फाइदा भएको पैसा तिमीहरूलाई दिनुपर्ने भनेर रिसाउने हामीसँग त कति धेरै मान्छे रिसायो क्या भाइ नरिसाएको भनेको एउटा मात्रै रहेछ हो। भाइ मात्रै हो क्या भाइ हामीसँग काम गर्दै गर्दाखेरि हामीले खोज्ने चिज भनेको चाहिँ लोयल्टी हो अनि जुन चाहिँ हामीले भाइमा पाएको छ अनि त्यो हिसाबले अफकोर्स अब हामीले कतिको तिमीलाई दिन सक्यौ नसक्यौँ तर हामीले सुभाष मैले जहिले नै कुरा गर्दाखेरि चाहिँ तिमीलाई भने नि छु अब अफकोर्स तिमीले फिल पनि गरे होला हामी चाहिँ जस्तो तिमीले पनि यो हामीसँग जोडिँदै गर्दाखेरि त्यो चिजहरू सिक्यो जसले तिम्रो लाइफको डिफ्रेन्ट एस्पेक्टमा चाहिँ काम आओस् जस्तो अफकोर्स आर्टिस्ट म्यानेजमेन्ट तिमीले नै गरिरहेछौ अहिलेसम्म हाम्रो आएको सब आर्टिस्ट होइन त्यो हिसाबले हामीलाई कति सजिलो भएको छ प्लस तिमीले धेरै कुरा सिक्यौ पनि होला मैले नेपालको धेरै सिकेँ धेरै कुराहरू सिक्यौ तिमीले होइन त्यो हिसाबले अफकोर्स यसमा अब हामी सबै भ्यालु मोनिटरी भ्यालु मात्रै हुँदैन नि त होइन सबै कुरा पैसा मात्रै होइन सबै कुरा पैसाले मात्रै नलेजहरू पाउन त धेरै कुरा त्यो चिजहरूले गर्दाखेरि चाहिँ अब अफकोर्स तिमीले पनि त्यहाँ सिकिरहेछौ केही कुरा लर्न गरिरहेछौ तिमीले केही कुरा इन्जोय गरिरहेछौ थ्रु आउट द प्रोसेस त्यही भएर त तिमी हामीसँग छौ होला जस्तो लाग्छ अब त्यो हिसाबले चाहिँ यही टु वे नै हो अनि यो इनर्जी नै हो अनि इनर्जी म्युचुअल हो सबै कुरा पैसा मात्र होइन फलोवर्स पनि हो भाइलाई भिटेनले फलो गरेछ नत्र भए गएर हेर होइन भाइ के हो अस्ति म्यासेज आएको थियो मलाई मेसेज आयो थियो अरे भाइले त जतिखेर फोन गरे त्यतिखेर उठाउँछ यार त्यो मान्छे भिटेनले भाइलाई फलो गरेछ मामाको सङ्गतले के हेरिरहेछस् तिमीहरू यो चाहिँ जोक्स हो होइन तर फेरि केही छैन त्यही नै हो भनेको लाइक त्यही त लाइक वी हेभ बिन गुड होइन एनर्जी म्याच भएको छ अब अर्को क्वेसन होइन अब यहाँ हामीले के अरे भिडियो गर्दाखेरि पनि यताउता भन्दाखेरि चाहिँ बेस्ट सो इन हेलसिङ्की भनेर अब मार्केटिङ भएर अब के यो बेस्ट सो हुँदै नै छ अनि अर्को कुरा चाहिँ नर्मल टिकट चाहिँ 50 युरो होइन अनि भिआइपी चाहिँ 100 युरो छ हेर्ने त गायक त्यही हो होइन डिफ्रेन्स त केही छैन नि त हेर्ने त उही हो भनेपछि खासमा के छ त अब भिआइपी लिनुहोस् पनि भन्दै हुनुहुन्छ खासमा त्यसमा चाहिँ के छ खासमा भिआइपी 100 हुनुको कारण के हो त्यो चाहिँ कस्तो हुने भाइ होइन लाइक अब जनरल र भिआइपी भनेर हामीले छुट्याएछौँ अनि जनरलको 50 रुपियाँबाट सुरु भएको भिआइपीको चाहिँ एकैचोटि 100 रुपियाँ थियो नि त मेन भने चाहिँ हामीलाई लाइक जनरल पनि त्यो 50 रुपियाँ भनेर त्यो जे पाइदिए चाहिँ होइन जनरल टिकट फर्स्ट फ्लोरमा हुन्छ अनि हामीलाई चाहिँ सबैले जनरल टिकट काट्दैन केही फरक पर्दैन क्या किनभने लाइक क्राउड त फर्स्ट फ्लोरमै देखिनु पर्ने हो नि त जस्तै यसलाई हामीले नछुट्याइदिएर अब त्यसलाई माथिको लागि जनरलै बनाइदिएको भए जस्तै भिटेनकोमा त हामीले देख्यो नि त भाइ मान्छेहरू माथि सबै माथि गएर बस्न चाह्यो नि त त्यो हुँदा त तल खाली देख्दाखेरि त आर्टिस्टलाई पनि मजा आउँदैन होइन त्यो कन्सर्ट पनि राम्रो देखिँदैन त्यो पनि एउटा हाम्रो पार्ट अफ द प्लान नै हो क्या त्यो हिसाबले चाहिँ प्लस भिआइपीमा जनरल पनि दामी छ भाइ बस्ने ठाउँहरू छ त्यो चाहिँ फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा हुन्छ होइन सोफाजहरू अब तिमी अगाडि नै गएर लाइक अगाडि उभिएर छ भन्दा फर्स्ट रोमा उभिएर हेर्न मिल्यो होइन तल पनि प्रपर बार छ होइन सबै चिज छ दामी छ तर भिआइपीमा चाहिँ के छ भने भिआइपीको चाहिँ लागि चाहिँ हाम्रो इन्टेन्ट के हो भने लाइक भिआइपी भने चाहिँ मेन कुरा सुभाषले अघि पनि भन्यो 3 घन्टा सो हुनेवाला छ सबैजना त वुड नट बी कम्फर्टेबल नि त भाइ स्ट्यान्डिङ अनि त्यसपछि त्यो सो हेर्नको लागि अनि लाइक तिमी मजाले बसेर चिलमा आफ्नो फ्यामिलीसँग आफ्नो प्राइभेसी मेन्टेन गरेर माथि बसेर स्याम्पेन हान्दै अर लाइक होइन त्यो मजाले आफ्नो फ्यामिली टाइम बिताउँछु भन्यो भने चाहिँ द्याट्स वेयर द भिआइपी कम्स क्या होइन अनि त्यसको लागि चाहिँ अपोलो भन्दा पर्फेक्ट भेन्यू हुनै सक्दैन लाइक भिआइपीको लागि पनि लाइक सबै स्पेस जनरल भन्दा पनि त्यहाँ चाहिँ कम्पार्टमेन्टहरू छ होइन लाइक टेबल फर 4 टेबल फर 10 टेबल फर 5 टेबल फर 8 बुक गर्न मिल्छ तिमी आफ्नो ग्रुप बसेर मजाले त्यो चिल छ क्या भाइ प्रपर छ क्या त्यो चाहिँ तर फेरि डबल भयो नि त 80 हुन सक्थ्यो होइन त्यो चाहिँ 100 रुपियाँ चाहिँ किन पनि गरेको भनेको त्यो भ्यूको लागि पनि हो माथिबाट कन्सर्ट हेर्न र तलबाट कन्सर्ट हेर्न चाहिँ आकाश पातालै फरक पर्छ भाइ होइन माथि बसेर म त्यसरी फोटो भिडियोहरू लिन्छु भन्ने कुरा नि हो भ्यू पनि हो अनि माथि प्राइभेट बार छ त्यो पिस अफ माइन्ड छ क्या माथि चाहिँ अनि सबैलाई फेरि तल हुलमुलमा गएर पार्टी गर्छु भन्ने माइन्डसेट पनि हुँदैन कसैले आफ्नो गर्लफ्रेन्ड ल्याउला कसैले आफ्नो फ्यामिली ल्याउला होइन म चुप्पो लाएर बरु प्रिमियम पैसा तिर्छु प्रिमियम ठाउँमा बस्छु प्रिमियम तरिकाले निक्लिएर जान्छु भन्ने कुराहरू नि त हुन्छ नि अनि त्यो अब 100 रुपियाँ चाहिँ खास चाहिँ मेन चाहिँ अब मान्छेले तलकै टिकट काट्दोस् धेरैले चाहिँ भनेर पनि हो 100 रुपियाँ भन्ने बित्तिकै मान्छेले माथिको टिकट काट्नलाई दुईचोटि सोध्छ नि त भाइ होइन माथि चाहिँ फेरि हामीलाई धेरै मान्छे पनि चाहिएको छैन क्या 100 जना हो क्या 100 भयो भने चाहिँ लाइक माथि अहिले छ अलरेडी गएको छ 40-50 वटा भिआइपी गइसकेको छ सो वी आर लाइक अब 40-50 वटा नै बाँकी होला होइन त्यो जान्छ पनि हामीले भोलिको दिनमा इभेन्ट नजिकै गर्दाखेरि अपग्रेड पनि ल्याउन सक्छौँ अनि माथि बसेर त्यो पनि भिआइपीले पनि निक्लिँदै गर्दाखेरि चाहिँ भन्नेवाला छ आई पेड 100 आई पेड फर द राइट कन्सर्ट भन्नेवाला छ क्या भाइ त्यो चाहिँ हामीले चाहिँ गएर देखाएको छ नि त हाम्रोमा चाहिँ लाइक पिक्चर छ नि त यस्तो हुनेवाला छ भिआइपीको एक्सपिरियन्स चाहिँ भनेर
त्यो चाहिँ भन्नेवाला छ म चाहिँ आई अस्योर द्याट अनि दामी नै हुनेवाला छ भाइ दामी नै नेक्स्ट लेभल हुनेवाला छ ठिक छ अब हामी लगभग एन्डमा हामी सोचे भन्दा चाहिँ थोरै लामो भयो होला अब एन्डमा छौँ होइन अनि पोडकास्टको लागि धन्यवाद तर के छ अब तपाईँहरूलाई चाहिँ केही भन्नु छ यहाँ इभेन्टबारे कि त अपकमिङ इभेन्टबारे कि त अरू केही अन्य कुराहरू अब किनकि अब हाम्रो त अब धेरै छैन अब 13 दिन त बाँकी छ नि होइन अनि अब के छ प्लानहरू इभेन्टमा धेरै डिफ्रेन्ट टाइपको के हुँदैछ फरक के हुँदैछ र लास्ट मेसेज के छ अडियन्सको लागि टाइम चाहिँ अब एकदम टाइम सार्प हामीले जे भनेको छ टाइम जे कम्युनिकेट गर्छौँ त्यही टाइममा नै इभेन्ट स्टार्ट हुन्छ होइन अनि इभेन्ट अघि फेरि पनि भनेर छौँ इभेन्ट चाहिँ एकदमै दामी इभेन्ट हुनेवाला छ फर्स्ट टु लास्ट सबै त्यो ब्यान्डले नै पुल गर्छ त्यसपछि आफ्टर पार्टी हुन्छ बस्न चाहनुहुन्छ भने होइन एपोलोकै इनहाउस डिजेले बजाउनुहुन्छ त्यही नै हो अनि अब एकदम दामी इभेन्टको लागि दामी मेन्टली प्रिपेयर भएर बस्नुहोस् लिरिक्स याद गर्दै गर्नुहोस् होइन सुजनसँग गीत गाउँदाखेरि साह्रै मजा आउँछ त्यही नै हो मसँग त खासै त्यही छैन ओभरअल सबै दामी नै कुरा भयो सबै कुरा कभर गरियो जस्तै लागेको छ मलाई चाहिँ त्यही त मलाई पनि लगभग मलाई चाहिँ अब के भन्नु छ भने लाइक टाइममै टिकट काट्नुहोस् जो पनि टिकट काट्न बाँकी हुनुहुन्छ टाइममै टिकट काटेर लाइक मेन्टली पनि प्रिपेयर भएर बस्नुहोस् म यो दिन यहाँ जाँदैछु भन्ने कुरा होइन अनि त्यो भयो भने चाहिँ लाइक तपाईँले फुलेस नै इन्जोय गर्नुहुन्छ क्या लाइक लास्ट मिनटमा प्लान गरेर टिकट काटेर आउँदाखेरि चाहिँ अलिकति मलाई त्यति त्यो मान्छेले चाहिँ त्यो उयो लिन सक्छ जस्तो लाग्दैन है मलाई लागेको कुरा फेरि गलत पनि हुनसक्छ सबैले टाइममै टिकट काटिदिनुहोस् अनि गेट रेडी टु एक्सपिरियन्स द इभेन्ट अफ यर लाइफ हेलसिङीमा हुँदै हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ फेरि यत्तिकै भन्नको लागि भने होइन लाइक नेक्स्ट लेभल वी आर प्लानिङ नेक्स्ट लेभल सेट अहिलेसम्म हेलसिङीले देखेकै छैन भनेपछि दामी हुँदैछ 100% अनि यो खासमा अझै एउटा कुरा आइरहेको थियो सुजन चापागैसँग चाहिँ फोटो खिच्नु मिल्छ कि नै खासमा के हो त्यो चाहिँ अब यस्तो छ ब्यान्डले अघि जस्तो कुरा गरेको थियो नि अगाडि ब्यान्ड बज्दैन होस्ट हुँदैन यो चाहिँ सबै ब्यान्डको स्पेक्स हो क्या भाइ राम्रो राम्रो ब्यान्डहरू नामै लिएर भन्दा नेपथ्य अहिले आएर सुजन चापागाई इन्फिनिटी अहिले सुशान्त केसी यिनीहरूको ब्यान्डको कुरा गर्ने हुन्छ यिनीहरूको स्पेसिफिकेसन छ जुन स्पेसिफिकेसनमा चाहिँ यस्तो यो के भन्छ अगाडि अर्को ब्यान्डले बजाउने होस्ट हुने फोटो खिच्ने भन्ने चाहिँ हुँदैन क्या तिनीहरू यस्तो सुजन चापालाई सोच न भाइ सुजन चापागाईलाई यसरी राखेर कुम जोडेर फोटो खिचे के मजा आएर भने कन्सर्टमा हुँदा त्यसरी मोमेन्ट क्याप्चर गरेको त्यो पो रमाइलो हो त भने क्या लाइक मेबी भिआइपी माइट हेभ द चान्स होइन बेस्ड अन द प्राइस दे आर पेइङ त्यो हुनसक्छ तर लाइक जनरल 500जनासँग फोटो खिचेर बस्ने टाइम हुन्छ त भाइ त्यो 11 बजे कन्सर्ट प्लस अब इम्प्याथेटिक पनि हुने हो क्या आर्टिस्टप्रति पनि इम्प्याथेटिक हुने हो क्या केही गरी आर्टिस्टलाई रेस्पेक्ट गर्छ भने 3 घन्टा गएको छ टायर्ड हुन्छ कि हुँदैन अनि त्यसपछि अब 500 थरी मान्छे त्यहाँ रसी खाएको मान्छेसँग फोटो खिचेर बस्छ त्यो चाहिँ एक्सपेक्ट गर्ने हो जस्तो लाग्दैन है म चाहिँ एक्सपेक्ट गर्दिनँ पर्सनली मैले अहिलेसम्म फेरि यो हामीले इभेन्ट सिनमा यो जति चिजहरू चेन्ज लिएर आइरहेको छ नि जस्तो अतिथि चाहिँदैन यो फर्मालिटी चाहिँदैन भने जस्तै हामी यो चिज पनि चेन्ज गर्न चाहिँ चाहेको छ है आर्टिस्टहरूलाई चाहिँ रेस्पेक्ट आर्टिस्टसँग रेस्पेक्ट होइन यो त अफकोर्स उनीहरूको स्पेसिफिकेसन हो तर एज अ हामी इभेन्ट प्लानर पनि हामी चाहिँ यो देख्न चाहँदैनौँ क्या त्यो कुरा कमिट पनि गर्दैनौँ दिने पनि होइन र कसैले इन्डिभिजुअलले यसलाई एक्सपेक्ट गर्ने पनि होइन क्या त्यो भिआइपीलाई पनि कमिट गरेको छैन हामीले माइट अब चान्स मात्र भने हो होइन त्यो फोटो खिच्न मान्ने नमान्ने कुरा चाहिँ आर्टिस्टको प्रिफरेन्सको कुरा पनि हो प्लस उसले भने जस्तो 3 घन्टा गएको हुन्छ होइन हामीले उसको साइडबाट पनि सोच दिनुपर्छ क्या त्यही भएर चाहिँ तर जे होस् अब फोटो चाहिँ मोमेन्टको खिच्ने हो जस्तो लाग्छ अनि फोटो खिच्ने त्यही हो ट्याग हान्ने मामालाई अनि त्यही हो भनेको अब बेस्ट इभेन्ट हुँदैछ होइन सबैजनाले चाहिँ एकदमै छिटो टिकट काट्नु होला होइन अब पोडकास्ट अब त्यो जाँदा जाँदै जे होस् हाम्रो साउरो दिनुपर्ने पार्टनरहरू है सोलो मार्केट अफकोर्स थ्याङ्क यू फर बिङ देयर होइन सुरुको दिनदेखि आजको दिनसम्म पनि लाइक थ्याङ्क यू भेरी मच वी रियली अप्रिसिएट यर हेल्प होइन सोलो मार्केट नेपाली सामान केही चाहिन्छ भने चाहिँ प्लिज गो टु सोलो मार्केट है त्यही नै हो सबै चिज पाउँछ त्यहाँ अनि अर्को भनेको चाहिँ हाम्रो विला नेपाल है थ्याङ्क यू ब्रदर फर बिङ देयर होइन त्यही अनि त्यही नै हो अरू सबैजना टिकट काटिदिएकोहरू सबैलाई एकदम धेरै धन्यवाद वी कान्ट वेट टु सी यु अन इभेन्ट डे होइन सबैजना मिलेर रमाइलो गर्नुपर्छ दामी दामी चिज गर्नुपर्छ लाइक तिमीहरूको इनर्जी हाम्रो हामीसम्म आइपुग्दाखेरि नै यो यस्तो खाले इभेन्टहरू पुल हुने हो हेलसिङीमा सो किप द्याट स्पिरिट होइन
किप द्याट इन्थुजियाजम त्यही हो हामी सबै मिलेर गर्ने चिज हो त्यही हो लेट्स गेट टुगेदर अनि यस्तो इभेन्ट हुँदैछ नेपाली डायस्पोराले पनि लाइक कन्सिडर गरिदिनुहोस् अनि त्यही हो यसलाई लाइक सफल बनाउन सहयोग गरिदिनुहोस् भन्दा नि सपोर्ट गरिदिनुहोस् भन्छु म चाहिँ अनि त्यही हो त्यो भाँड्ने साड्ने काम चाहिँ नगर्नुहोस् पछाडि टिकट महँगो भयो नभन्नुहोस् होइन होइन किनकि 10जना आउँदैछ यो चाहिँ एउटा चाहिँ मलाई पनि एकदमै रेस्पेक्ट है मामा इभेन्टको लागि चाहिँ कि 10जनालाई ल्याएर 10जनालाई म्यानेज गरेर दामी अब उनीहरूलाई खुवाउनु पऱ्यो बसाल्नु पऱ्यो बसाले पनि एकजनाले बसालेको भने 10जनाको खर्च इन्टु 10 हुन्छ होइन धेरै कुराको लागि चाहिँ त्यसरी खर्च सोद्धाखेरि गऱ्यो भने पनि एकदमै भाइ तिनीहरू मैले कुरा काटेँ ल एकचोटि त्यो उनीहरू 10जना त त्यो त देखिने फेस स्टेजमा बस्ने फेस भएन बाहिर त बिहाइन्ड द सिन हामी 3 महिनादेखि खटिरहेछ यो 3 महिना 6 महिना ब्रो 6 महिना फेब्रुअरी 14 डेट पाउनु भनेको चाहिँ लाइक त्यो चाहिँ लाइक धेरै अगाडिदेखि प्लानिङ चाहिन्छ क्या हामीले त्यो डेट पायो होइन 6 महिना प्लस हामी मात्रै छैन नि त अब त्यो दिन अझ काम गर्ने कति भाइ बहिनीहरू हुन्छ प्योर प्रोडक्सनमा काम गर्ने चाहिँ त्यो एपोलो लाइभ क्लबको मान्छेहरू छ अब अहिले बिहाइन्ड द सिन हामीले कति दाईहरूलाई हेल्प मागिरहेको छ दाई यो के हो किनकि हामीले त गरेको छैन नि त अनेस्टली हामीले त ब्यान्ड गरेको छैन हामी सबैजनालाई रिच आउट गरिरहेको छ हेल्पको लागि यहाँ त अनि प्लस तिमी आफै भन तिमी र हामी नै कतिचोटि भेटिसक्यो उसले त अब लाइक के अरे फर्स्ट ह्यान्ड नै देख्छ त हामीले गरेको काम हाम्रो स्ट्रेस इभेन्ट पुल गरिसकेपछि अर्को दिन बिरामी भएको इक्जाम्पलहरू त तिमीले त लाइभ देखेको छ त भाइ त्यही हो त्यही हिसाबले कसैले पनि यो चाहिँ लाइक ग्रान्टेडको रूपमा चाहिँ नलिदिए हुन्छ होइन सक्नुहुन्छ भने सपोर्ट गर्नुहोस् सक्नु हुँदैन भने त्यहाँ पछाडि कुरा काटेर मलाई महँगो टिकट राख्यो मामाले भन्दै भाँड्दै नहिँड्नुहोस् अफकोर्स वी नो यु गाइज म्यान अनि यसरी नै ऱ्यान्ट आइरहेको छ त्यही हो हामीले गर्ने इभेन्ट सबै एक्सपिरियन्स न जस्ट अ टेस्ट बट पुरै युरोपै भरि मामा इज गेम मामा न ट्रेस मामा इज बिग वी आर द बेस्ट